गाडी त भइहाल्छ नि मेरो भाइ। केटीलाई थाहा हुँदैन कि जो बुढी जो भागेर जान्छ नि गएर उता किन लाज बानी होला मान्छे भन भन। यो क्याबिन हो, यो रुमहरू सबै अब यो ईद पछि अब 2 दिन छ, 2 दिन पछि सुरु गर्छ निकाल्न कम्पनीले। धेरै छ यहाँनिर यस्तो कुराहरू यो बिल्डिङ होइन। अनि यो अब गर्मी भयो एकछिन बस्नु भनेको शीतलमा यो सानो रुख छ, यसले पनि घाम त्यति छेक्न सक्दो रहन्छ। बल्ल बल्ल यति हिँडिसकेपछि बल्ल एउटा सानो रुख भेटेको छ, त्यो रुख छैन हुन्छ त नि। भयो धेरै नखानु के, म त फेरि त्यो पनि खानु छ है, खाना पनि खानु छ। खाना त एकपछि तिम्रो कपाल सबल काटेर ल अब बोतल फाल्दिउँ है। यो पानी सक न। हेलो एभ्रिवान, दर्शन नमस्ते, ढोकदिया, सबैले आशीर्वाद दिनुहोस् है। सब्सक्राइब 1000 छिटो पुगोस् भनेर, अनि भ्युज पनि छिट्टो पुगोस् भनेर आशीर्वाद दिनु सबैजनाले ढोकिदिएको छु है। अनि आज कस्तो देख्दैछ कुन्नी कति गर्मी छ साउदीमा हो, म त छ त है गर्मी छ। अनि यो ईदको छुट्टी छ नि त, अनि ईदको छुट्टी छ। अब हिजोसम्म मेरो ड्युटी थियो, खासमा 5 दिन छुट्टी हो। 5 दिन छुट्टीमा चाहिँ अनि हिजोसम्म ड्युटी थियो, आज छुट्टी छ, भोलि पनि ड्युटी छ, फेरि पर्सि छुट्टी छ होइन। अब ईदको छुट्टीमा यो गर्मीमा, यो टन्टु परे गर्मीमा थोरै अलिकति घुम्न भनौँ कि के भनौँ, गइदिउँ कि भनेर चाहिँ गएको हो। यो चाहिँ हाम्रो क्याम्प तपाईँले कतिचोटि देखाउनु, धेरै देख्नु भइसकेको छ। अनि यो हाम्रो क्याम्प हो। अनि गर्मी धेरै छ, खै कस्तो देख्दैछ क्यामेरामा थाहा भएन। अनि सब्सक्राइब गर्नु भएको छैन भने नयाँ साथी जोडिनु होला, माया गर्नु होला होइन। म पनि सपोर्ट गर्छु तपाईँहरू सबैजनालाई, माया गर्छु म पनि। सबैजनालाई सपोर्ट गरेर जोडिनु होला नयाँ नयाँ साथीहरू। हामी चाहिँ जानु पनि धेरै टाढा छ होइन। यो गर्मीमा आँखा पनि हेर्न सकिरहेको छैन, यो कस्तो आइरहेको छ क्यामेरामा थाहा भएन, एकदमै गाह्रो छ होइन। ल हुन्छ, अगाडि बढ्नेछौँ, तपाईँलाई म देखाउँदै गर्छु अगाडिको कुराहरू। यो मेरो राणा भाइ हो। यो गर्मीमा त गाह्रो हुन्छ हौ राणा हिँड्दा भने यार। मेन त यो आँखामा समस्या हुन्छ कि, आँखा दुख्छ क्या घाममा। अब यो जति पनि बिल्डिङ देखिराख्नु भएको छ, बिल्डिङ त होइन, यो क्याबिन हो, यो रुमहरू सबै अब यो ईद पछि अब 2 दिन छ, 2 दिन पछि सुरु गर्छ निकाल्न कम्पनीले। धेरै छ यहाँनिर यस्तो कुराहरू यो बिल्डिङ होइन। अनि यो अब निकाल्ने तयारीमा गरेछ। यो अब सायद सुरु गर्छ यो बकरिद, यो ईद सकिँदै लगतै सुरु गर्छ सबै क्यामहरू निकाल्नलाई, सबै यो भत्काउँछ होइन। यस्तो गर्मीमा यो राणा भाइले जाम भनेर चाहिँ नलागो, गर्मी छ होइन। एकदमै आँखाबाट आँसु पनि आयो त गर्मीले गर्दा। ल ओके साथीहरू, अगाडि हामी जानेछौँ, तपाईँहरूले पनि माया गर्नु होला है। ल अब म अगाडिको कुराहरू तपाईँलाई देखाउँदै गर्छु। हामी चाहिँ यो अन्नकन्टा ठाउँमा आइपुग्यौँ आज पनि। राणा कस्तो लागेको छ घाममा हिँड्दाखेरि? राम्रै छ, राम्रो लागिरह। यस्तो गर्मीमा हिँडाएर मान्छेले होइन। सर्टकट मात्र ड्युटी छ है आफ्नो? मेरो ड्युटी भोलि हो, अनि पर्सि छुट्टी छ। त्यही पर्सि सुताइ हुन्छ मेरो, सुताइ पर्सि फेरि आउने। कहाँ आउने फेरि? हट आउँदैन भने पर्सि त म। एक दुईजनाहरू हुनुपर्ने यस्तै है, अनि मजा आउँथ्यो होइन। भिडियो बनाउँदै जाँदै
रमाइलो हुन्छ के यो गाडी साडीमा बस्नु जानु भन्दा त्यही त अब साउदीको यो ठाउँ यस्तै छ अब यो ठाउँमा धेरै बसाइ हुँदैन धेरै अब यो महिनाको चाहिँ अब लगभग 33 तारिकसम्म ड्युटी भनेको छ अनि त्यही भएर अन्तिम पटक हिँड्नुपर्ने हुन्छ अब यो यस्तो ठाउँमा बालुवा घारी छ अस्ति बाटोबाट बालुवा घारी थिएन होइन अहिले त बालुवा रहेछ यस्तो छ अनि तपाईँहरूले पनि च्यानललाई माया गरिदिनु होला सपोर्ट गर्नु होला है अनि अब यस्तो गर्मीमा आएर यो धेरै गर्मी छ नि त अब यस्तो रम्बल घरे झारहरू छ एउटा बुटा पनि छैन कि हेर्नु न है केही बोट बिरुवा भनेको रुखहरू पनि छैन खालि यो साना साना यो झारहरू छ होइन यो साना साना घाँसहरू देखिन्छ त्यस्तो खासै त्यस्तो केही छैन र पनि यस्तो ठाउँ पनि यो उठहरू के उठ चढ्न यहाँ आउँछ भेडा चढाउँछ बाख्रा चढाउँछ मान्छेहरूले है यस्तो गर्मीमा कसरी दिन कटाउँछ यार अचम्म छ धेरै गर्मी छ नि त अब ठाउँहरू देखिराख्नु भएको छ कस्तो छ थाहा छैन कस्तो क्यामेरामा आइरहेछ मेरो कैद कस्तो भइरहेछ फुटेज होइन किनभने यो गर्मी छ कि धेरै गर्मीले भन्दा यो अलिकति सायद राम्रो फुटेज आउँदैन होला त्यही भएर ल फटाफट जानुपर्छ अब के भयो अरे इन्द्र के भयो ए इन्द्र यो दुबई छ नि यो दुबई पनि छ यो जस भेट हुन्छ दुबई गएपछि त्यो इन्द्र ल म छिटो जानुपर्छ ल अब यो गर्मीमा थाहा छैन कति हिँडाइ हुन्छ आज होइन अनि अब पुग्नु पर्ने टाढा छ एकदम टाढा छ नजिक छैन त्यो त्यो टापुका ढुङ्गा देखेर त्यहाँ पर अस्ति पनि गएको थियो अस्ति पनि तपाईँहरूले भिडियो हेर्नुभयो होला होइन अस्ति पनि तपाईँलाई देखाएको थियो त्यो भिडियोहरू अनि हामी गएको अहिले अस्तिको चाहिँ पुरा भिडियो थिएन कि त्यसमा चाहिँ पुरा भिडियो भएन अलिकति मजा आएन होला सायद अब चाहिँ यसपालि चाहिँ पुरा भिडियोहरू आउँछ है अनि सबैले सपोर्ट गर्नु होला कता यदि सिधा जाने अस्ति त म उता गएको थिएँ घुमेर त्यो रुख देखिरहेछ नि त्यही त फेरि त्यो दिन कति घुमेर गएको त अहिले नजिक धेरै नजिक भयो अस्ति त पुरै घुमेर गएको उताबाट त्यही भएर धेरै टाढा थियो अनि आज सर्टकट हानिदिएको सिधा एकदम सिधा होइन त्यही भएर यो घामले पनि फेस कस्तो आइरहेछ कुनै कालो न कालो आइरह होला त्यही भएर आज 8 तारिक होइन अब यसो 10 तारिक गइहाल्छ 10 तारिकदेखि ड्युटी छ अनि रेगुलर फेरि अनि 10 भनेपछि अनि जम्मा 20 दिन बाँकी रहन्छ त्यसपछि यो साउदी पनि छोड्नु पर्ने हुन्छ जस्तो छ केही बसाइ छैन त्यही भएर ओहो ल अनि कता कतादेखि तपाईँहरू भिडियो हेरिराख्नु भएको छ यसो कमेन्ट बक्समा कमेन्ट गर्नु होला सबैजनाले है अनि भिडियो चाहिँ फुल हेरेर सपोर्ट गर्नु होला फुल भिडियो हेर्नु होला सबैजनाले है त ल हस् तपाईँलाई फेरि पनि अगाडिको कुराहरूमा
देखाउँछु बेला बेलामा। ओके यस्तो छ ठाउँहरू, बिजुलीको पोलहरू यस्तो छ। या यो त के नौलो भएन, हाम्रो नेपालमा जति पनि छ बिजुलीको पोलहरू। अहिले बर्खायामको समयमा हावाहुरी पानीले गर्दा धेरै ढल्ने काम गर्छ गाउँघरमा बिजुलीको पोलहरू होइन। गर्मी भयो एकछिन बस्नु भनेको शीतलमा यो सानो रुख छ, यसले पनि घाम त्यति छेक्न सक्दो रहेछ। बल्ल बल्ल यति हिँडिसकेपछि बल्ल एउटा सानो रुख भेटेको छ। त्यो रुख छैन, यो पनि एउटा सानो रुख छ होइन। त्यति यो रुखमा छाया पनि दिँदैन, के छ यार, वहीँ गर्छ यो, कानमा आउँछ यो। ओहो दामी हावा आयो त यार होइन, दामी हावा आयो त। गर्मी छ अब, यस्तो झाडी छ यो, मरुभूमि नै हुँदो रहेछ होइन। अनि आज भाइको बाल काट्नु पर्ने, मेरो पनि बाल काट्ने त भइसकेको छ, यो बाउलाको बाल भइसकेको छ। 1 महिना म त अर्को यो महिनाको लास्टमा काट्नु पर्ला कपाल। अनि अब अरू के भनौँ र, ठाउँ यस्तै छ। पर त्यो पाहाडको ढेसको छ, त्यो चाहिँ दामी देख्दो रहेछ। म नजिक जानु पाए त राम्रो हुन्थ्यो, त्यो नजिक जानु पर्ने छैन। अनि पर अलिक धेरै टाढा छ, जति हामी आयौँ त्यति टाढा छ अझै। यो त बिचमा हामी आइपुगेछौँ, क्या हो बिचमा हामी आएछ। अनि यस्तै छ अब यो ठाउँ, मरुभूमि भनौँ कि के भनौँ होइन। अनि अब माया गरेर जोडिनु होला सबैजना। आज फेरि उता टुब्बादेखि साथी आउँछु भनेको थियो, तर साथीको चाहिँ ड्युटी भएर फेरि आउनु सकेन। अनि ठिकै छ अब कुरोकानी के हो यो, अनि कुरोकानी गर्दै गरौँला। एकछिन हामी कुरा गर्छौँ, बस्छौँ, त्यसपछि फेरि हामी लाग्नुपर्ने हुन्छ परसम्मको यात्रा। जाँदा त्यति गाह्रो हुँदैन र हुँदैन पनि, भएको पनि छैन, त्यति गाह्रो छैन। अनि मेन समस्या उतादेखि फर्किन चाहिँ मेन समस्या गाह्रो क्या, फर्केर वहाँ पुग्नलाई एकदम गाह्रो हुँदो रहेछ। त्यही भएर अलिक चाँडै निस्केको रुमबाट चाहिँ, गर्मी 3:30 बजे निक्लेको, 3:30 बजेको साउदीको गर्मी त गर्मी हुन्छ नि त होइन, गर्मी नै छ। त्यही भएर हेरौँ, यता फाटो घरहरू रहेछ यो साइडमा। अनि धेरै घर त छैन, परदेखि छन् सानो घरहरू, त्यो हो। अनि ओके गाइज, हजुरहरूले अझ सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला, माया गर्नु होला होइन। अरू के भनौँ र, सबै ठिकै छ। हुन्छ, तपाईँलाई एकछिन फेरि अगाडिको भ्यूहरू देखाउँछु म है। ल यो केटी यार आफ्नो टिकटक हालेपछि होइन मलाई सेयर गर्दो रहेछ कि मैले पनि कमेन्ट किस खाएर पठाइदिएको त। किस खाएर पठाइदिएको? किन अर्का बुढीलाई किन किस गरिदिएको त्यसरी? होइन केटी रहेछ बुढी। के थाहा आजभोलिको केटी के आइमी चिनिन्छ, चिन्दैन नि त। केटी छ तर बोयफ्रेन्ड होला नि यसको। बोयफ्रेन्ड त भइहाल्छ, टिकटकले थाहा पाइहाल्छ नि यहाँ केटी छ केटा छ यहाँ। के थाहा पाउँदैन त्यसको प्रोफाइलमा। आजभोलिको केटी हो कि आइमै हो कि के हो थाहै हुँदैन आजभोलिको मान्छेहरूको। यस्तो छ नि, त्यही भएर त्यस्तो केटीलाई थाहा हुँदैन के। तपाईँ क्यामेरा त राख्नु। किन त्यस्तो केटीलाई थाहा हुँदैन कि जो बुढी जो भागेर जान्छ नि, गएर उता किन लाज बानी होला मान्छे। भन किन। ओके गाइज, हामी फेरि जान्छौँ अगाडि, पर पुग्नु पर्नेछ। जति हामी आयौँ त्यति टाढा पुग्नु पर्नेछ अझ पनि। मेन समस्या गर्मी, पानी खाऊँ न हौ। त्यही त मैले बिर्सेको त। यस्तो यहाँ यत्रो गर्मीमा चाहिँ पानी खानु खुवाउँदैन भाइ। पानी निकाल छिटो, ढक्कन खोल, ढक्कन फाल्ने खाएर। अब तिर्खा त लागिरहेको थियो, अहिले त्यहाँ पुग्दाखेरि लाग्थ्यो धेरै जोरले।
कम त गर्मी छ तातो भयो त चिसो पानी भयो अनि गर्मी यस्तो गर्मीमा पनि तातो हुँदैन त कहाँबाट चिसो हुन्छ त नि भयो धेरै नखानु के म त फेरि त्यो पनि खानु छ है खाना पनि खानु छ खाना त एकपछि हुन्छ तिम्रो कपाल सबै काटेर ल अब बोतल फाल्दिउँ है यो पानी सक न यत्रो बोकेको पानी कहाँ फाल्ने थियो पानी सक पानी सकाउनु हो खलास जाउँ अब ल जाऊँ अब हामी अगाडि जान्छौँ वर्षम फेरि अब फेरि घाममा हिँड्नु पर्ने छ फेरि काँडासम्म जानु पर्ने छ यो काँडा छ है डेन्जर काँडा छ ध्यान दिएर फेरि जुत्तामा छिर्ला नि काँडा साँडा फेरि लम्मै छिर्ला फेरि काँडा है आमा डेन्जर काँडा छ यहाँ त खतरा पनि छ अनि खतरा काँडा छ यहाँ त चप्पल लगाएर हिँड्ने अवस्था छैन यहाँ त त्यही भएर त कोही आउँदैन यहाँ त डेन्जर छ ठाउँ सेफ्टी सुज लगाएर आउँछ सेफ्टी सुज होइन हो त्यो सही छ बरु सेफ्टी सुज त्यो त लोहा छ जम्मै यहाँ सेफ्टी सुज हिँड्नु लगाएर हिँड्नुपर्छ सही छ नत्र पनि यो त जुत्ता पनि छिर्ने काँडा छ त्यहाँ ठुल्ठुला मोटो मोटो काँडा छ त ल ओके गाइस म अगाडिको भिडियो तपाईँलाई देखाउँछु हेर्दै गर्नु होला है आजको भ्लग है जम्मै गाडी उतादेखि आउँछ नि सामान लिएर फाइनली हामी पुग्नुपर्ने ठाउँ पुग्यो होइन अब बाटो क्रस गर्नुपर्छ हामी अनि गाडी मात्र छ यहाँ धेरै अनि 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 ओ उता पनि छ धेरै हो फेरि त्यो उतापट्टि छ पानी टन्नै छ नि गाडी यहाँ त कति छ यो सबै लङ रोडको गाडी हो यो लङ रोडको गाडी हो नास्ता खाना रोक्यो होला खाना खाना रोक्यो होला क्या थाहा होइन नमाजको पनि टाइम भएको छ नि त्यही भएर रोक्यो होला ठिक मेन कुरो त्यही हो नास्ता गर्छ कहाँ हो बाटो बाटो बिर्सेर पुरा होइन अगाडि हो नेपालको जस्तै अनि गाडी पार्क्यो भने जम्मै पार्किङ छ त पुरै बन्द गरेर त बाटो छैन त्यसमा त अब खै एउमा गर्मी भयो कस्तो गाना आइरहेको छ फेरि गाडी गाना आयो त्यसमा के होला वाइल होला अनि पसेला यो डिजल छैन यसमा के हो त अनि यो गाना आइरहेको छ त कस्तो गाना आइरहेको छ अर्कै वाइल होला कि यो पिच चिज बनाउने भयो होइन त्यो डिजलवाला यो होला यो वाइल होला मलाई लाग्छ बाटो काटो बाटो क्रस गर्नुपर्छ गाडी उइम कुदेर आउँछ यसका बाजे सीमा आउँछ नि ट्याक बौला चल्ला था बौला छ तरिकाले नमाजको समयमा हामी आइपुग्यो यहाँनिर जबै ट्याङ्कीमा गनाएर राख्यो डिजलको यो डिजल छ कि त्यही त ओके फाइनली हामी आइपुग्यो यहाँनिर अब अगाडि कपाल सपाल कटिङ हुन्छ होला यो पहाड यस्तो पहाड देखिरह मस्जिद पर छ होइन सबै गाडी यस्तो छ यहाँनिर पुग्यो बल्ल बल्लका पुग्यो होइन अब फर्स्ट अफ अल तिम्रो कपाल काट्नुपर्छ सुरुमा है तिम्रो कपाल काट्ने सुरुमा त्यसपछि अरू काम गर्ने हो
यो सानो छ कि बजार, यो खासै ठुलो बजार त होइन यो, सानो छ यहाँनिर। अनि ओके कस्तो छ यहाँनिर। अब त्यहाँ पसलतिर छिर्ने, आराम गर्ने, कपाल सपाल काट्ने होइन, त्यसपछि बाँकी काम गर्ने। ल गाडी त भइहाल्छ नि मेरो भाइ। ओ